हेलो साथीहरु, वेलकम माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ यसो बाहिर निक्लेको छु हैन। मौसम पनि एकदम राम्रो छ। यता हाम्रो साथी पनि हुनुहुन्छ। हेलो गाइस, वेलकम टु माई न्यू च्यानल दाइ च्यानल हैन। जोस यहाँ चाहिँ नि आज चाहिँ नि भाइले चाहिँ जाम न दाइ यसो बाहिर घुमेर भन्यो, अनि त्यहाँबाट हामी चाहिँ नि बाहिर घुम्न जाँदैछु। मौसम चाहिँ नि आजको बहुत राम्रो छ हैन। तपाईलाई पनि राम्रो लाग्छ होला सायद। दुबईमा जो बस्नु भएको छ, बाहिर जो छरेर बस्नु भएको छ, बाहिरको अरू देशको त खै के थाहा भएन, तर यहाँको चाहिँ नि एकदम राम्रो छ आज मौसम। त्यही भएर हामी चाहिँ दाजुभाइ चाहिँ नि एकदम राम्रो छ, बवाल छ मौसम चिसो एकदम दामी छ। अनि त्यही भएर हामी चाहिँ ड्युटीबाट आज चाँडै आएको। कसो भन्दाखेरि आज हुन त रमजान पनि चलिरहेछ यो बेलामा, त्यही भएर अहिले चाहिँ चाँडो छुट्टी हुन्छ हाम्रो हैन। यता यस्तो छ, यो पुरै रोड हो। अनि एउटा चाहिँ दुबईको कस्तो खासियत छ भनेपछि तपाईको हैन, यहाँ चाहिँ नि रोड दुबईको, दुबई भन्नाले पनि गल्फ कन्ट्री जोस तपाईको चाहिँ नि बहुत राम्रो रोड हुन्छ, साफ क्लियर हुन्छ हैन। हाम्रो नेपाल जस्तो हुँदैन। हेर्नु यता गाडी चाहिँ नि अब यसलाई स्टप गर्नु पर्यो। ल साथी, अघि तपाईलाई जस्तो मैले भने हैन, अब दुबईको हेर्नु कस्तो मजाको हावा चलिरहेछ। त्यो बुटो हेर्नु, बुटो कस्तो वहाँ चाहिँ हेर्नु त कस्तो हावा मजाले चलिरहेछ। आज चाहिँ नि जोस हाम्रो चाहिँ नि के भन्छ, फोटोहरू पनि खुसी छ कि हैन। अब यो चाहिँ पुरै रोड हेर्नु, यहाँको रोड चाहिँ तपाईको बहुत राम्रो रोड छ दुबईको। अनि के भन्छ, गल्फ कन्ट्रीको तपाईको रोड चाहिँ बहुत राम्रो हुन्छ। यो ठाउँमा यो सोनापुर भन्छ यसलाई हैन, सोनापुर भन्छ। सोनापुर ठाउँमा धेरै जस्तो तपाईको के भन्छ, लेबरको क्याम्प हो। यो लेबरको क्याम्प हो। अनि यहाँ चाहिँ धेरै जस्तो लेबर बस्छन्। तर आज चाहिँ नि ट्युजडे हैन, ट्युजडे हो आज। त्यही भएर आज चाहिँ नि जो खालि अलि हल्का सुनसान छ, मान्छे चाहिँ यति छैन। अब इलेक्सन पछि यहाँ चाहिँ एकदम भिड हुन्छ हैन, एकदम बिजी हुन्छ यहाँ। अनि यसको पछाडि तपाईँले यहाँ चाहिँ म तपाईँलाई पछि देखाउँछु। यहाँ चाहिँ यसको पछाडि चाहिँ तपाईँले सम्झन घाट छ। मैले पनि देखेको थिएन, तर आज भयो। यहाँ चाहिँ हामी धेरै, यहाँ चाहिँ रेस्टुरेन्ट रहेछ। यहाँ चाहिँ रेस्टुरेन्ट छ, राम्रो होला रेस्टुरेन्ट। उता हेर्नु, उता चाहिँ पुरा रम्बल हो पुरा। त्यो चाहिँ पहाड हो, यहाँ दुबईको पहाड, ठुलो बिग पहाड। अनि त्यही हो गाइस, आज रमाइलो हुनेवाला नै छ। हामी चाहिँ दाजुभाइ मिलेर टक्क घुम्नतिर निस्केको। अब के कस्तो हुन्छ बाटोमा, लास्टसम्म भिडियो हेर्नु होला हैन। अनि के अरे मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नु होला। आजको के कस्तो हुन्छ लास्टसम्म हेर्दै जानु होला, स्किप नगरेर।